बैंक यो पुतली सडक हेर्नुहुन्छ यही हो बैंक, यही हो ठग हो बैंक। मेरो मेरो मेसेज अरू बैंकको उद्देश्यबाट रेकर्ड गर्ने। मेरो बिहान यार बेलुका चाहिँ हिजो भोलिपल्ट के भन्छ पैसा राखेको के भन्छ इक्जाम दिन्छु भनेर भोलिपल्ट यस्तो मेसेज दिन्छ यो सिद्धार्थ ब्याङ्कले। तपाईँहरू हेर्नु के लेखेको यहाँ सिद्धार्थ गुगल ह्याकर। यदि तपाईँहरूको त्यस्तो सर्भर छ भने किन ब्याङ्क खोल्नुहुन्छ भन्नु नि तपाईँहरू। अझ भने कस्टमर तपाईँ कारणले भयो भनेर होइन, म केही पनि सुन्दिनँ। मेरो पैसा मलाई रिटर्न गराइदिनु, अरू मलाई थाहा छैन। म केही पनि सुन्दिनँ। मलाई यहाँ हेर्नु म यही बस्छु, मलाई पैसा मेरो चाहियो, अरू केही पनि सुन्दिनँ म। ल केही पनि सुन्दिनँ म। ल मैले साइबरमा गएँ, साइबरले के भन्यो भनेपछि हामीसँग त्यस्तो केही पनि के भन्छ त्यो उपर गर्न हुँदैन। साइबर ब्युरोले के भन्यो 25,000 भन्दा तल हामीले गर्दैन भनेर मेरो पैसा मलाई कसले दिन्छ, अरू कुरा मलाई केही पनि थाहा छैन। ल कहाँ हुनु, मेरो पैसा मलाई चाहियो। ए भाइ डाटा तान त अहिले अपलोड गर्ने हो। यो डाटा तान अहिले अपलोड हुन्छ। यो सिद्धार्थ ब्याङ्क मेरो पैसा म्याम कहिले दिनुहुन्छ, कसले दिनु मेरो पैसा। 16.94 इन्टु अहिलेको रेट गरेर मेरो पैसा मलाई चाहियो, प्लस 250 रुपियाँ चार्ज चाहियो। कसले दिनु मेरो पैसा? सिद्धार्थ ब्याङ्कको शाखा हो। एकैछिन सर, मैले यहाँबाट पैसा राखे हो, मलाई यहाँबाट पैसा माग्ने नै केही पनि नगर्नु, मलाई केही पनि होइन। सुन्नु, पैसा यहाँ राख्ने भने रेकर्ड कहाँ गएर गर्नु? म आफ्नो बाउको घरमा गएर रेकर्ड गर्नु। तपाईँ भन्नु सर, मलाई केही पनि थाहा छैन। मलाई मेरो पैसा चाहियो, अरू केही पनि थाहा छैन। मलाई मेरो पैसा चाहियो, मलाई मेरो पैसा चाहियो। पैसा यहाँबाट राख्ने रेकर्ड म आफ्नो बाउको घरमा गएर गर्नु, कहाँ गएर गर्नु म रेकर्ड? मलाई यहीँबाट पैसा चाहियो, यहीँबाट म उ गरेँ। मलाई केही पनि थाहा छैन, मलाई केही पनि थाहा छैन। मलाई यहीँबाट पैसा, यहीँबाट रेकर्ड के भन्छ पैसा राख्यो, यहीँबाट पैसा चाहियो। म कसैलाई पनि चिन्दिनँ। यो पुतली सडकमा मैले पैसा राख्यो, यही पुतली सडकलाई मात्र म चिन्छु, अरू कसैले चिन्दिनँ, कसैले चिन्दिनँ। म यही पुतली सडकमा राखेँ हो। तारा